यिनीहरूलाई हानिदिने हो बढीको बोल्छ त। हेलो गाइस होइन, वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा होइन गाइस, देखिरहनु भएको छ हाम्रो ग्राउन्डबाट सुरु भएको छ होइन गाइस। हाम्रो पानी पानी भएको छ, त्यहाँ पनि अलिकति यताको पोल मात्रै छ, उताको पोल गाइस उता 3 चोटि हाल्छ, 3 चोटि गायब गरिदिन्छ। अनि हामी चाहिँ आज त्यही हो गाइस, आज नि रातो खोला जाने हो, तर माछा मार्नलाई जानु थाल्यो गाइस आज होइन। यसो माछा खानु मन लाग्यो, त्यही भएर आज चाहिँ हामी 3 जना छ होइन गाइस। यहाँ निब्बे, यहाँ अनिस भाइ छ, निब्बे भाइ, अनि यहाँ हाम्रो ऱ्यापर दाइ होइन, अनि म यहाँ पेस्तोलवाला होइन गाइस। अनि हामी चाहिँ अब रातो खोला जाने। आज भतिज छैन, भतिज स्कुल जान्छ। अहिले भतिजलाई माथि भेट्नु खोजेको, भेट्यो भने भेट्यो गाइस, भेट्यो भने त्यसलाई पनि लाने स्कुलको ड्रेसमा, त्यतैबाट भेटेन भने हामी मात्रै गएर माछा साछा मार्ने आउने। अब यहाँबाट चाहिँ हामी फिल्ड कटिसकेको हुन्छौँ। अब यहाँ बर्फी बोलाउन आएको छ होइन गाइस, हाम्रो अड्डा हो यो चाहिँ हाम्रो जक्सन। अनि गाइस अरू नभए नि लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु, यति गरिदिनु गाइस होइन। अब यति गर्दा तपाईँहरूको हात पनि दुख्दैन, हाम्रो हात दुख्छ गाइस यसरी राख्दा। यति गर्दा तपाईँहरूको केही हुँदैन गाइस, केही खुत्तिँदैन, केही बिग्रिँदैन। यति गरिदिनु गाइस ल, यति तपाईँहरूको लागि यति गरिदिन्छ भनेर ढुक्क छु हामी। 15 दिनमा गाइस 10 मिलियन लाइक गरिदिनु है। गाई हाँसिरहनु भएको अब यो यहाँ देख्नु भएको नि गाइस। अब यसलाई चाहिँ भतल बेलुका हो गाइस होइन। अस्ति 2टा हानिदिइसक्यो, चुक्ने गाइस मान्छे छ छेउमा फेरि कुखुरावाला। अस्ति 2टा हानिदिइसकेको हामीले, अब आज बेलुका एउटा हान्ने प्लान छ होइन। मेरो घर चाहिँ उतै हो होइन, ठेगाना भन्यो नि तपाईँहरू आएर अटोग्राफ माग्नु थाल्छन् होइन। ठेगाना भन्दिनँ म, उता चाहिँ भनिदिइहाल्छु। अनि यहाँ हाम्रो भाइले बिस्कुट ल्याइदिएछ, मैले नाल्या भन्दा नि गाई चाहिँ बिस्कुट ल्याइदिएछ, मैले पठाइदिएको फेरि त आफै खा भनेर। अनि हामी चाहिँ यहाँबाट आउँदैछु, यो हाम्रो बलवालाको घर हो गाई, फेरि बल राख्ने म हो। हामी आउँदैछौँ अनिस भाइ र म, यतै हामी 3जना होइन। पारा फेरि हाम्रो यस्तै हो होइन। अब एकछिन यहाँबाट बन्द गाई। त्यसै गरी हामी आधी बाटो आइपुगिसकेको छौँ। हामी पछाडि छन् अनि म र मेरो भाइ अगाडि। आज हामी रातो खोला पुग्न आँटिसक्यौँ। र गाइस सक्दो सेयर गर्नु पर्यो होइन, सब्सक्राइबहरू पनि एकदम कम छ। राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गर्नु। हामी चाहिँ यो गौरी डाँडा भन्ने ठाउँको फिल्डमा, ओल्ड फिल्डमा आइसक्यो। अहिले त मकै बारी बनिसक्यो गाइस। अनि मेरो भाइले आज तपाईँहरूलाई एउटा रियाक्सन आउने भनेको चाहिँ सुनाइदिए। आउँदैन नि अहिले होइन, पछि कुनै समय। र ओल्ड फिल्ड ल हेर्नुहोस्, अहिले मकै बारी फुटबल फिल्ड। र वर्ल्ड कपमा स्पेनले जित्यो अरे, अर्जेन्टिनाले हार्यो, अलिकति नराम्रो लागिरहेको छ। र 1-0 6-7 गाइस उति हान्नु फेरि अगाडि जाउँ। र यस मन्दिरमा यो टावर हेर्न तपाईँहरूलाई आउनु मन लाग्यो भने आउनु सक्नुहुन्छ। र यहाँ चाहिँ यस्तो दामी चौडी छ, अनि भ्यू हेर्न सक्नुहुन्छ। र यो
खोला हो त्यो खोला पारी तुलसी गाउँ अनि सबैलाई मनपर्ने यो हो गौरी डाँडा ठाउँ राम्रो ठाउँ छैन म चाहिँ यता माछा मारेको होइन गाईहरू उता हुनुहुन्छ सबजना मैला हो पोखरी चाहिँ दामी छ गाई छ्याङ छ्याङ ढुङ्गा देखिरहनु भयो होला तपाईँहरूले नाङ्गे नुहायो भने पनि सब कुरा देखिन्छु माछा पनि हेर्नु गाई यो साइडबाट हान्नुपर्ने हो माछा चाहिँ हामीले त्यो त यो साइडबाट हान्यो होइन ल चल्दैन ल अनि गाई हाम्रो दाइ टान टान हो नि हाम्रो दाइ ऱ्यापर दाइ ल यति भन्दैमा मैले छोडिदिएको छु हाम्रो निबे भाइलाई दिइरहेको छु मैले ल निबे भाइ ल होइन अब हामी यता नुहाउँदैछु अब नुहाइधुवाइ गरेर अहिले एकछिनमा कुरा गर्छु होइन गाइज हामी चाहिँ पुलबाट निस्किएर आइसकेको छौँ हामी चाहिँ अब उकालो चढिरहेको त्यही हो गाइज होइन अब हामी चाहिँ रातोखेलाबाट जनता स्कुल आइसकेको छौँ यतिपक्क जनता स्कुल देख्न सक्नुहुन्छ होइन यति पारस भाइ माछा साछा बोकेर घर गएर यति माछामा एक कराई झोल हालेर खाने रे होइन पुगेन भन्दैछ म खाँदिनँ हाम्रो ऱ्यापर दाई अगाडि हेर्न ऱ्यापर दाई यता ल ऱ्यापर दाईको पारा छुट्टै छ होइन ल मेरो फेरि गाह्रो छ क्या पानी फुस्का के गर्छ यो चाहिँ होइन सोझो हो माछा साछा बोकेर हिँडेछ घर गएर खाने रे माछा देखाइदिउँ त अनि यसले यति माछामा एक कराई झोल हालेर खान्छ अरे गाइज होइन हामी चाहिँ रातो खोलाबाट दाईहरूले त्यहाँ भ्लग बनाइरहनु भएको थियो हामी माछा मार्नु गएको थियो होइन अब त्यहाँ को पनि देख्नुभयो होला हामी यहाँ जनता स्कुल कटिसक्यौँ भाइले भ्लग स्लग बनाइदिनु होइन निबे भाइले नि भनिसक्यो तपाईँहरूलाई अगाडि नै अनि हाम्रो दाईहरू हिँड्छ जनता स्कुलमा ऱ्यापर दाई हिँडिरहनु भएको उपा ऱ्यापर दाईको सोही फेरि त्यो अलग फेरि होइन सबैजनाले अभि अफिसियल छ है साथीहरू युट्युब नेम अभि अफिसियल छ सबैले गएर यसो सब्सक्राइब हान्नु होला र त्यसै गरी यस ठाउँको नाम हो यो ठाउँको नाम के हो केटा हो जनता स्कुल गौरी डाँडा राम्ररी यता हेरेर हाँसेर ल थ्याङ्क यू यस्तो हुनुपर्छ मान्छेहरू भनेको अनि त्यही हो अब तपाईँहरूको छोराछोरीहरू यताउता बिग्रेछ भने टक्क सुधार केन्द्र कन्ट्याक्ट नम्बर पनि छ यहाँ ठाउँ यहाँ हो राम्रो गाउँ ठाउँ छ ट्याको ल्याएर हाल्नु त्यो लगाइ र यस्तै हो दिनचर्याहरू सेयर गर्दै गर्छौँ सपोर्ट गर्दै गर्नु होला के गर्ने जिन्दगीको गोरेटोमा दुःख सुख गरेर बाँच्नु पर्ने हुन्छ अनि के भाइहरूलाई साह्रै दुख्यो भने ल ठिकै छ भाइ तिमीहरू पनि हान्न त मलाई एक एक र त्योभन्दा राम्रो त हाम्रो अनिश भाइले किक दे खतरा किक हान्छ ल देखाइयो भाइ एउटा किक देखाऊ भने छिटो फेरि म देखाउनु पर्ने हो हामीलाई कहीँ जानै पर्दैन गाई सिक्नलाई टेक्वान्डो सेक्वान्डो
त्यस्तै हो रातो खोला गयो नुहायो आयौँ खायो होइन अब सुरु हो अब खासै बोल्न आउँदैन गाइस सो यहाँ भाइहरू पनि रहेछ ल भाइहरू हाई गरिदेऊ ल भाइहरूलाई चिनिराख्नु होला गौरी डाँडाको डनहरू होइन स्टुडेन्ट होइन तिमीहरू स्टुडेन्टहरू हो र त्यसै गरी किप सपोर्ट गाइज आई विल सपोर्ट यु टक्कसँगले अरू ल हाम्रो दाइलाई पनि भेट्यो अब दाइ भाट्न पनि गएर आउनुपर्छ आऊ भाइहरू र हामी नुहाउनु गएको दाइ ल हाम्रो दाइ हाई गरिदिनु त एकचोटि ल अब हाम्रो दाइको मेहनत एकदम जबरजस्त छ टक्क लाएर यहाँ चाहिँ चाउमिन फ्याक्ट्री छ गाइज तपाईँहरूलाई खाना मन लाग्यो या त गोदाम खोल्दै हुनुहुन्छ भने तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्नु दाइ नम्बर भनिदिनु दाइ 9827 82 70 83 ल 9827 त्यसै गरी हामीले भनेकै छौँ है तपाईँहरू पनि सपोर्ट गर्नु हामी पनि सपोर्ट गर्छौँ सब्सक्राइब गरिदिनु कमेन्ट गरिदिनु सपोर्ट गऱ्यौँ भनेर अनि तपाईँहरूको आइडियामा गएर हामी पनि सपोर्ट गर्छौँ कि के हो भाइहरू झगडा नगर भन्छु बियर अर्काको बुढी मान्छेहरू र मेरो ड्रिम गाडी चाहिँ यही हो गाइज ल हेर्नुहोस् थियो 2-3 वर्ष कुदाएको हो के गर्नु अब त्यसै गरी भाइ मेरो आउन दिएछ त्यसै गरी मेरो अब ब्लगहरू पनि आइरहन्छ गइरहन्छ हिँडिरहन्छ कुदिरहन्छ दौडिरहन्छ